हेलो एभ्रिवान, दर्शन नमस्ते साथीहरू, के छ? सन्चै आरामै हुनुहुन्छ? हामी चाहिँ अहिले नयाँ गाउँ स्थितमा छौँ होइन। तपाईँको मौसम देख्न सक्नुहुन्छ। रोकम, स्टप स्टप स्टप। दिदीहरू आउनुभएको छ, ल आउनु दिदी, कहाँ जानु नि हो? अभी मजा आएगा ना भिडो। बस्नु कति दिनुहुन्छ र? यो त हाम्रो भोलकै हो दिदी। कति दिनुहुन्छ भन्नुहोस्? अनि केही गर्नु, जति दिने नि दिनु होला। बस्नु 20 त के हुने हो। हाम्रो दिदीहरू बसिसक्नु भएको छ गाइस। हेलो गरिदिनु दिदी। ल गाइस, हामी चाहिँ अब दिदीलाई आज चाहिँ फेरि राइड भएर 20 रुपियाँमा लैदिने कुरो छ होइन। अब दुईटालाई 50-50 रुपियाँमा लैदिन्छौँ गाइस होइन। मौसम चाहिँ देख्न सक्नुहुन्छ, फ्रेस छ होइन। एकदम मौसम चाहिँ फ्रेस छ होइन गाइस। अब तपाईँको त्यस्तै छ अब अवस्था, के गर्ने। ठिक छ गाइस, हामी चाहिँ अब यहाँबाट बेलबास चोक निस्किन्छौँ। बेलबास चोकमा दिदीहरूलाई राइड छोडिदिएर अनि त्यसपछि हामी बुटोलतर्फ लाग्छौँ। देख्न सक्नुहुन्छ गाइस, मौसम चाहिँ फ्रेस छ आजको होइन। हल्का दिउँसोमा गर्मी चाहिँ थियो, अहिले चाहिँ एकदम आनन्दको मौसम छ, देख्न सक्नुहुन्छ। ठिक छ, मौसम चाहिँ एकदम बवाल छ गाइस होइन। सिधै हिँड्ने नि आनन्द लिनु त्यो छ होइन। तपाईँ पनि अवलोकन अथवा घुम्न फिर्न चाहनुहुन्छ भने नुवाकोट भन्ने ठाउँमा आउनुहोस्। एकदम अहिले गर्मीको समयमा चिसो हावा खानको लागि भए पनि बवाल आउनुहोस् होइन। अगाडि ट्र्याक्टर आइसकेको छ गाइस, देख्न सक्नुहुन्छ। हामी चाहिँ यतै छौँ। अब दिदीहरूको चढ्ने स्टेसन पनि आइसकेको छ भन्नुपर्छ। अब हामी चाहिँ बेलबास चोक स्थित बेलबास चोक। ल रोकिदिनु बास। दिदी नै है चढ्नुहुन्छ ल। ए दुइटैले दिनुहोस् दिदी, दुइटैले दिनुहोस्। पैसा धेरै छ भने हामीलाई दिनुहोस्, केही छैन। न त दुइटैले दिनुहोस्। दिदीले सबै निकालिसक्नु भएको छ होइन। हाम्रै दिदीले दिनुभएको छ 33 रुपियाँ हो होइन। ल 50। ल दिदी, आज फ्री राइड दिनु हो, 50 दिदिहरूलाई 50 रुपियाँमा दिएको छ होइन। दिदी पनि खुसी हुनुहुन्छ होइन। ल दिदी सेन्ट्रोफिटी, ल मलाई दिनुहोस् दिदी, दिनुहोस् ल दिदी है। त्यही काम दिनुभएको छ बुद्ध दिदीले। ल थ्याङ्क यू दिदी। ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ। अब दिदीहरूलाई 50मा हालेर अब हामी चाहिँ पैसा लिएर हिँडिसकेको छ। ल गाइस हिँड्नु न सिधै हिँड्नु। अब गाइस अब हामी चाहिँ यहाँबाट हिँडिसकेको छ होइन। हाम्रो राइड चाहिँ अब सिधै बुटोलको हुन्छ होइन। भलक्क वेटिङ गरिराख्नु होला गाइस, हामी यतै छौँ।